नमस्कार। आज पनि मैले एउटा नयाँ भिडियो लिएर आइसकेको छु। आजको भिडियोमा चाहिँ हामीले जेएफडी प्रिपेयरको लागि जति पनि खान्जीहरू चाहिन्छन् त्योसँग सम्बन्धित केही खान्जीहरूको बारेमा प्रिपेयर गर्नेछौँ। साथै जेएफडी एक्जाममा खान्जी आउने खान्जीहरू कस्ता हुन्छन् अथवा कसरी चाहिँ खान्जी आउँछ भन्ने पनि आजको भिडियोमा प्रस्तुत गर्नेछु। अनि खान्जीलाई हामी केही रूपमा विशेष रूपमा व्याख्या पनि गर्नेछौँ। ल ढिला नगरिकन सुरु गरिहालौँ आजको भिडियोतर्फ। यदि तपाईँले पहिलोचोटि च्यानललाई हेर्दै हुनुहुन्छ यी खान्जीहरू आइरहेको हुन्छ नि तपाईँले ध्यान दिएर पढ्नु होला। खासै गाह्रो चाहिँ छैन आजको खान्जीहरूलाई। म विशेषमा केही A1 लेभलका खान्जीहरूको बारेमा व्याख्या गर्नेछु अनि अर्को भिडियोमा चाहिँ A2 लेभलका साथसाथै योभन्दा अलिकति जेएफटी एक्जाम अझै धेरै बढी रिडिङ सेक्सनमा आउने नर्मल सामान्यतया जेएफटी एक्जाममा आउने खान्जीहरू A1 लेभलका हुन्छन्। रिडिङमा अथवा अन्य अवस्थामा आउने खान्जीहरू पनि म विस्तार तपाईँहरूलाई अर्को भिडियोमा प्रस्तुत चाहिँ गर्नेछु। र यहाँनिर देखाइरहेको छ राइनिन देखाइरहेको छ। हामीले यदि चारवटा मध्येमा एउटा चुज गर्नुपर्ने हुन्छ। जस्तो राइनिन कुन हो त भन्दाखेरि मैले एउटा चुज गर्छु। ल नाइस वर्क भनिरहेको छ। फेरि अर्को क्वेसन आइहाल्छ है। हामीले चाहिँ सही एन्सर चुज गर्ने बित्तिकै अर्को क्वेसन चाहिँ अटोमेटिकल्ली आइहाल्छ। अर्को छ सुमु छ। सुमु भनेको त बस्नु बस्नेको खान्जी कहाँ छ त 2 नम्बरमा रहेछ। क्लिक गरे सही एन्सर भइहाल्यो है त। अर्को छ ताचु। ताचु भनेको ताचिमास। ताचिमासको खान्जी कहाँ रहेछ त यहाँ जिबुन छ माची छ युकी छ ताचिमासको खान्जी छ है त। र अर्को छ नागाई। नागाईको खान्जी पनि नर्मल त हामीले जानिहालिन्छ नागाईको खान्जी है त। त्यसपछि अर्को छ माची। माची भनेको त यहाँ हेरौँ माची सहर हुन्छ भनेपछि 2 नम्बरको खान्जी चाहिँ सही हुने रहेछ। ल अर्को छ खाउ। खाउ भनेको किन्नु रहेछ भनेपछि किन्नीको खान्जी कहाँ रहेछ त 3 नम्बरमा गएर खाउको खान्जी छ। ल कन्टिन्यू टु स्टडिङ टु लर्न भनिरहेको छ। अब कन्टिन्यू गर्ने त तपाईँले स्टडीको लागि भनिरहेको छ। हामीले चाहिँ यो सबै क्वेसन चाहिँ स्टडी 7 टर्म्स भनेर 7वटा क्वेसन चाहिँ हामीले कम्प्लिट गरिएको छ। 7वटै मिलेको छ भनिरहेको छ। अब हामी कन्टिन्यू अझै धेरै सिक्न चाहन्छौँ भनेर कन्टिन्यू गरिहेरौँ है त। ल अब हामीलाई चाहिँ प्रोफेसनल रूपमा चाहिँ जेएफटी एक्जाममा आउने खान्जी सहितका क्वेसनहरू चाहिँ यहाँनिर देखाएको छ। अब हामीले 38वटा क्वेसन रहेछन्। 38वटा क्वेसनलाई सरसरी हेर्छौँ। त्यसबाट सबै भएका क्वेसनहरूलाई चाहिँ गर्छौँ है त। यो चाहिँ प्रायः जेएफटी एक्जाम म्याक्सिमम् आइरहेको हुन्छ। खान्जीलाई ध्यान दिएर हेर्नु होला है त। सुमु छ। सुमु भनेको छ त अब यहाँनिर 4 नम्बरमा रहेछ सुमु भन्ने है त। अर्को छ ओस्योगाचु। ओस्योगाचु भनेको नयाँ वर्ष। नयाँ वर्षको खान्जी के छ त यहाँ ओस्योगाचु छ। अर्को छ सान्नेइसेई भने सान्नेन्सेई भनेको त सान्नेइसेई भनेको 3 नम्बरमा रहेछ। सान्नेन्सेईमा 3 नम्बरमा गएर सही एन्सर हुने रहेछ। अर्को छ राइनेन। राइनेन भनेको त हाम्रो राइनेन पनि यहाँनिर गएर राइनेनको खान्जी छ है त। राई भनेको यहाँ राईको खान्जीलाई बुझ्नु होला। राई भनेको आउने किमासको खान्जी हुन्छ नि त। आउने वर्षलाई राइनेन भनिन्छ नि त। त्यही भएर खान्जी यसरी बुझाउँछ है त। अरू छ कोतोसी। कोतोसी भनेको यो वर्ष भनेको इमा हुनु पर्यो। इमाको खान्जी हुनु पर्यो नेनको खान्जी हुनु पर्यो भनेपछि इमानो नेन भनेको कोतोसी हुने रहेछ होइन त। त्यही भएर 1 नम्बरको एन्सर सही हुन्छ। अर्को छ तोसी। तोसी भनेको वर्ष थाहा छ हामीलाई 3 नम्बरमा छ सही एन्सर तोसी है त। अरू छ उरु। उरु भनेको त बेच्नु। हामीले नर्मल तरिका बेच्ने तरिका उरिमास भन्छ नि त। जस्तो नानी नानीका उमेर उरिमास। उरु भनेको 1 नम्बरको एन्सर सही हुने रहेछ। हामीले यसरी नर्मल तरिकाले खान्जीहरू चाहिँ सिक्न सकिन्छ। यो चाहिँ A1 लेभलको हुन्। A2 लेभलको पनि बिस्तारै आउने खान्जीहरू पनि म तपाईँहरूलाई बिस्तारै बिस्तारै टेस्टमा प्रस्तुत चाहिँ गर्नेछु है त। अब दोस्रो स्टेपमा नि के छ खाउको खान्जी छ। खाउको खान्जी भनेको 3 नम्बरमा छ। 3 नम्बरको एन्सर सही हुने भयो। अर्को माची छ। माची भनेको के हुन्छ त सहर। यहाँ मिची र माचीमा धेरै झुकिन्छ है। यसमा झुकिनु होला। यो 1 नम्बर क्वेसन र 3 नम्बर क्वेसन चाहिँ धेरै आइरहेको हुन्छ है। 1 नम्बर 4 नम्बरको यो दुईवटा क्वेसन चाहिँ अप्सन चाहिँ मिल्दैन हाम्रो। एउटा माची छ अर्को मिची छ क्या। दुईवटा खान्जी चाहिँ झुकिन्छ। त्यसमा नझुकिनु होला। पछि एक्जाममा आयो भने पनि के छ त माची भन्ने छ। माची भनेको हुन्छ 4 नम्बरको एन्सर सही हुन्छ। अरू चाहिँ नागाई। नागाईको खान्जी कहाँ छ त 3 नम्बरमा गएर हामीले नागाईमा क्लिक गर्नुपर्ने हुन्छ। अर्को सुमु। यहाँनिर लेख्नुपर्ने रहेछ। हामीले सुमु लेख्नुपर्ने रहेछ। ल लेखिदिउँ न त हामी। अब सुमुको खान्जी कहाँ छ त जस्तो हामीले सुमुको खान्जी बनाउनु पर्ने एउटा सु खोजिदिउँ। जस्तो सु हुने रहेछ। त्यसपछि मु हुने रहेछ। सुमुको खान्जी यस्तो थियो नि त। हाम्रो यस्तो हुन्छ सुमु खान्जी। एन्सरमा क्लिक गरौँ। यस्तै गरी आएछ हाम्रो तोसी। तोसी भनेको के हुन्छ त नेनको खान्जी हुन्छ। कहाँनिर छ नेन खोज्ने। नेनको खान्जी हाम्रो तोसी हुन्छ। फेरि अर्को छ उरु। उरु भन्ने खान्जी कहाँ छ त हाम्रो उरिमासबाट बनाउनु पर्ने हुन्छ। कहाँ छ त उरिमास खोज्ने हो। अब खोज्दाखेरि हामीले ठ्याक्कै भेट्यो यहाँ ऊ भेट्यो। त्यस पछाडि रु हालिदिनु पऱ्यो भनेपछि उरुको खान्जी हुने भयो। अब सही एन्सर हुन्छ कि चेक गरौँ। अर्को छ खाउ। खाउ भनेको खाउ यसरी हामीले सुन्न पनि सकिने भयो। खाउ यसरी अब खाउको खान्जी भनेको खाइमासको हुन्छ।
खा वा त्यस पछाडि ऊ खोज्ने हामीले कहाँ छ ऊ भन्दाखेरि खाउको खान्जी भयो। अब माछी खान्जी हाम्रो सजिलो थियो, माछी खान्जीमा यहाँ गएर क्लिक गरिदिएपछि माछीको खान्जी भइहाल्यो। ल ल अहिलेसम्मको चाहिँ हाम्रो A1 लेभलका केही क्वेसनहरूको सल्भ गरेको थियो। अब A2 लेभलका अथवा GF2 एक्जाममा अलिकति हार्ड क्वेसन आउँछ भन्ने खालको क्वेसन चाहिँ कस्तो आउँछ भन्ने पनि म तपाईँहरूलाई योभन्दा पछाडि क्वेसनहरू सो गर्नेछु, जुन चाहिँ A2 लेभलका हुन् अनि GF2 एक्जाममा पनि म्याक्सिमम आइरहेका हुन्छन्। अगाडि आउने A1 लेभलका क्वेसन पनि आउने गर्छन्, तर त्योभन्दा बढी चाहिँ अब आउने खान्जीहरू चाहिँ GF2 एक्जाममा एकदमै धेरै आउँछन् है त। ल अर्को क्वेसन आएछ नागानो भन्ने आएछ दोस्रो नम्बरमा। नागानो भने चाहिँ के हुन्छ भने यसको अर्थ नेपालीमा कुनै पनि जापानको एउटा प्रान्त छ क्षेत्रलाई चाहिँ नागानो भन्छ, लामो मैदानलाई चाहिँ नागानो भन्ने काम गरिन्छ है त। यो जापानको एउटा खेल मैदानको नाम अथवा नागानो प्रान्तमा भएको एउटा खेल मैदानको नाम भनेर बुझ्नुपर्ने हुन्छ। यसरी नागानो रहेछ भनेपछि यसको अर्थ के हुन्छ त, यहाँ 2 नम्बर देखाएर चाहिँ नागानो भनेर दिइरहेछ, सही एन्सर हुनेछ। अर्को तेस्रो नम्बरमा क्वेसन छ, तेस्रो नम्बर क्वेसन छ नाराउ भन्ने छ। तेस्रो नम्बर नाराइमास भनेर थाहा छ हामीलाई नर्मली, नाराइमासको खान्जी भयो नाराउ भनेपछि 1 नम्बरको एन्सर सही हुने रहेछ। ओमोनी भने चाहिँ मुख्य रूपमा वा विशेष रूपमा भन्नुपर्दा ओमोनीको प्रयोग गरिन्छ। यो चाहिँ कस्तो हुन्छ भने कुनै पनि व्यक्तिले केही कामहरू विशेष रूपमा गर्न सक्दछ भनेर व्याख्या गर्नुपर्दा चाहिँ ओमोनीको प्रयोग गरिन्छ। प्रायः चाहिँ ओमोको खान्जी हुन्छ नि भने चाहिँ कुनै पनि पार्टिकल थपिएर आएको हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ। जस्तो म इक्जाम्पल पनि भन्छु, कोनोसिगोतो वा ओमोनी खारेगा सिमास भनौँ भने चाहिँ के हुन्छ भने यो काम चाहिँ मुख्य रूपमा उसले गर्न सक्छ क्या। कोनोसिगोतो वा ओमोनी खारेगा सिमास, यो काम चाहिँ मुख्य रूपमा उसले गर्न सक्छ भन्ने हुन्छ। त्यसमा चाहिँ चार नम्बरको एन्सर चाहिँ ओमोनीको खान्जी हुन्छ, सही एन्सर चाहिँ यो हुन्छ है। अर्को इम्पोर्टेन्ट खान्जी हो GF2 एक्जाममा आइरहन्छ गोसिउजिन भन्ने। यसमा चाहिँ बुझ्नुपर्ने के छ भने सिउजिनको चाहिँ खान्जी हुन्छ गो भने चाहिँ कुनै पनि कुरालाई पोलाइट अथवा उपसर्गको रूपमा आउँदा चाहिँ गोको प्रयोग गरिन्छ भनेर हामीले पढिसकेको छ। यसलाई चाहिँ गोसिउजिन भन्नुको मतलब जस्तो म तपाईँलाई यहाँ खान्जी देखाइदिन्छु, यहाँ चाहिँ गोको खान्जी छ अनि त्यसपछि पछाडिको सिउजिनमा चाहिँ सिउजिनको खान्जी छ भनेपछि गो चाहिँ उपसर्ग अथवा कुनै पनि वाक्यको शब्दको अगाडि गो अथवा ओ लाग्छ भने यसले पोलाइट जनाउँछ भनेर हामीले बेसिक लेभल पढ्दाखेरि पनि N5 मा पढिसकेको छ। यसले चाहिँ गोसिउजिन भने चाहिँ अरू कसैको पति अथवा घर मालिक भनौँ न, कुनै पनि मालिक भनौँ हो त्यस्तो अवस्थामा जनाउँदा चाहिँ गोसिउजिनको प्रयोग गरिन्छ। जस्तो म इक्जाम्पल भन्छु, गोसिउजिन वा ओगेन्की देशका भनेर कसैले सोध्यो भने चाहिँ तपाईँको श्रीमान स्वस्थ हुनुहुन्छ अथवा तपाईँको पति सन्चै हुनुहुन्छ, गोसिउजिन वा ओगेन्की देशका, यसरी सोध्नुपर्दा चाहिँ गोसिउजिनको प्रयोग गरिन्छ। यो पनि प्रायः GF2 एक्जाममा आइरहेको हुन्छ। यसको खान्जी हुन्छ हाम्रो 2 नम्बरको है त। अरू चाहिँ निज्यू गोसाई भन्दा छ। निज्यू गोसाई भने त हामीलाई थाहा छ, नर्मल तरिकाले निज्यू गोसाई भन्दा छ 1 नम्बरको खान्जी सही हुन्छ। यसमा गएर स्टेज त्यही ठिक हान्न मिल्छ। ल अर्को छ आचुमेरुको खान्जी छ। आचुमेमास भनेको के हुन्छ त, जम्मा हुनु भेला हुनुलाई आचुमेरुको खान्जी हुन्छ। यसमा चाहिँ आचुमेमासको खान्जी 1 नम्बरमा छ, सिधै गएर 1 नम्बरको खान्जीमा क्लिक गर्ने भयो। अरू एक्स्ट्रा खान्जी चाहिँ तपाईँले पढ्न सक्नुहुन्छ, अघि मैले एक्सप्लेन गरिसकेको खान्जी छ सबै। आचुमेरुको खान्जी 1 नम्बर है त। अरू छ अर्को छ हाप्यौ सुरुको खान्जी रहेछ। हाम्रो 8 नम्बरमा पुगिसकेको छ हाप्यौ सिमास। हाप्यौ सिमास भने चाहिँ के हुन्छ भने कुनै पनि कुराहरू प्रकाशन गर्नु अथवा घोषणा गर्नु अथवा कुनै पनि कुराहरू प्रस्तुत गर्नुलाई चाहिँ हाप्यौ सुरु भनिन्छ क्या। यो चाहिँ प्रायः यो पनि GF2 एक्जाममा आइरहेको हुन्छ। यसको खान्जी चाहिँ हाम्रो 1 नम्बरको हुन्छ। जस्तो म तपाईँहरूलाई इक्जाम्पलमा भन्छु, केन्क्युकेकको नो हाप्यौ सुरु भन्छ। जस्तो अनुसन्धानको नतिजा प्रकाशन भयो अथवा कुनै पनि घोषणा भयो। जस्तो कुरा सुनु मायादे हाप्यौ सिमास, क्लासभन्दा अगाडि चाहिँ अथवा क्लासको अगाडि चाहिँ प्रस्तुति दिन्छु। कुरा सुन्नु मायादे क्लासको अगाडि हाप्यौ सिमास प्रस्तुति दिन्छु म केही कुराहरू तपाईँहरूलाई। जस्तो हुन्छ नि क्लासको अगाडि गएर आफूले बोल्नुपर्ने अवस्था हुन्छ, त्यस्तो बेला चाहिँ हाप्यौ सुरुको सार्वजनिक गर्नु प्रस्तुत गर्नु भन्नुपर्दा हाप्यौ सिमासको प्रयोग गरिन्छ। यसको सही हुन्छ 1 नम्बर। जितेन्सिया सामान्यतया हामीले पढिरहेको N5 मै पढेको खान्जी जितेन्सिया भनेको साइकलको खान्जी 1 नम्बरमा सही रहेछ। अरू ल यसरी नै हाम्रो यो लिस्ट सेक्सनको सबै खान्जी पनि सकिसकेको छ। अब हामीले यहाँ अघि जस्तै वर्ड हेरेर त्यसको सिनुको खान्जी बनाउने कामहरू गर्नेछौँ, तर अर्को भिडियोमा हामी समग्र रूपमा यसमा जति पनि अझै धेरै A2 लेभलका खान्जीहरू पनि अझै पढ्न बाँकी नै छन्। अर्को भिडियोमा भने हामीले विस्तृत रूपमा A2 लेभलका क्वेसनहरूलाई मात्रै एक्सप्लेन गर्नेछौँ। साथसाथै अन्य एक्स्ट्रा आज चाहिँ मैले सरसरी खान्जीको इमी मात्रै भन्दै गइरहेको छु। अर्को भिडियोमा चाहिँ हामीले सबै टोटल्ली खान्जीको अर्थसहित तपाईँहरूलाई एउटा जस्तो अघि हामीले एउटा चुज गर्दै गर्दाखेरि एउटा मात्रै अप्सनको मात्रै नभइकन अन्य पनि अप्सनको पनि तपाईँहरूलाई इमीका साथ एक्सप्लेन गरिदिनेछु। यति भन्दै
ल आज समग्रमा चाहिँ आजको भिडियो सकिसकेको छ। तपाईँहरूलाई कस्तो लाग्यो भिडियो, अनि अर्को भिडियो चाहनुहुन्छ कि चाहनुहुन्न तपाईँले कमेन्ट गर्नुहोला। भन्दै तपाईँहरूको कमेन्टको प्रतिक्रिया हेरेर म अर्को भिडियो पनि छिटै चाहिँ ल्याउनेछु। यदि भन्दै आजको भिडियो समग्रमा सकिसकेको छ, तपाईँहरूले च्यानल सब्सक्राइब गर्नुभएको छैन भने मैले यहाँ लोगो देखाएको छ, यो लोगोमा क्लिक गरेर पनि च्यानल सब्सक्राइब गर्न सक्नुहुन्छ। अनि अर्को भिडियोको लागि प्रतीक्षा गरेर बस्नु होला। अर्को भिडियोमा हामी फेरि पनि चाँडै नै भेट हुनेछौँ। आजको लागि चाहिँ यति नै।